राम राम भाइहरू, आज मेरो चाहिँ 75 हार्डको पहिलो दिन हो। आज म गर्दैछु लेगको वर्कआउट। 120 चोटि उठबस गरेँ, 100 चोटि स्क्वाड गरेँ लेगको मैले। त्यसपछि 50 रेपिटेसन सिंगल लेग स्क्वाड गरेँ मैले। अनि मैले गरेँ एप्सको वर्कआउट। वर्कआउट गरिसकेपछि मेरो बडीको कन्डिसन यस्तो छ, हेर्नु होला। लेगको र एप्सको वर्कआउट गरिसकेपछि मैले भात र लौकाको सब्जी खाएँ। अब चाहिँ मेरो आउटडोरको एक्सर्साइज मात्रै छ। 20 मिनट रनिङ गरिसकेँ मैले। रनिङ गरिसकेपछि हल्का मैले रेस्लिङको वार्मअप गरेँ र लेगको स्ट्रेचिङ गरेर आजको वर्कआउट फिनिस गरेँ। र वर्कआउट सकेपछि घर आएर साग आलु खाएँ र मैले नुहाइ धुवाइ गरेर दिनको लास्ट च्यालेन्जमा पुगेँ, श्रीमद् भागवत गीता पढ्ने। र मैले श्रीमद् भागवत गीतामा पढेँ, भगवानको कथा नाम र गुण सम्झिनु नै जीवनको साँचो खुसी हो। अनि त्यसपछि मैले 1 गिलास पानी खाएँ। आजको सबै च्यालेन्ज पुरा गरेँ मैले। जय श्री राम।